फर द पास्ट 2-3 months रसुवामा अब बाढी आएर चाहिँ त्यो रसुवाको पुल पनि ड्यामेज भएको थियो। त्यो सँगसँगै यतापट्टि अर्को नाका तातोपानी नाका पनि ल्यान्डस्लाइडले गर्दाखेरि रोड्स कन्डिसन्स ड्यामेज भइसकेको थियो। सो द ओन्ली अप्सन वी कुड हेभ लुक्ड एट वाज कोराला। नमस्ते, म समीर श्रेष्ठ, म चिफ मार्केटिङ अफिसर साइमेक्स इन्क प्राइभेट लिमिटेड। अहिले चाहिँ हामी कोराला पास नजिकै कोरालाको कस्टम्स डिपार्टमेन्टमा छौँ। यहाँबाट अलमोस्ट 12 किलोमिटर्स नर्थ जानुभयो भने चाहिँ वी रिच कोराला बोर्डर। अनि एज यु क्यान सी हाम्रो वरिपरि धेरै गाडीहरू पनि छ होइन। सो फर द फर्स्ट टाइम इन नेपाल्स अटोमोटिभ हिस्ट्री कोराला नाका युज गरेर भेहिकलहरू इम्पोर्ट गरेको चाहिँ यो फर्स्ट टाइम हो। द रिजन बिहाइन्ड अस गोइङ आफ्टर दिस अपरेसन वाज दसैँ तिहार अगाडि जेनरली नेपालमा चाहिँ अब इट्स अ भेरी अस्पिसियस टाइम टु टेक द भेहिकल डेलिभरिज। अनि जुन हिसाबले रसुवा र तातोपानीको बोर्डर क्लोज थियो, वी ह्याड टु लुक एट एन अल्टरनेटिभ। अनि दिस इज वान अफ द मोस्ट च्यालेन्जिङ अपरेसन्स द्याट वी हेभ एभर डन। मेरो नाम चाहिँ मेमन धौगडा, म चाहिँ साइमेक्स इन्क BYD को डिस्ट्रिब्युटरको चिफ फाइनेन्स अफिसर। सो अहिलेको सिचुएसनमा चाहिँ हामीलाई गाह्रो चाहिँ गाडी छुटाउनमा तीनटा कुरा। एउटा हावा लाग्ने, अर्को यो जाडो अलिकति बढाएको छ दसैँभन्दा अगाडि जुन हामीले स्टार्ट गरेको भन्दा अहिले अलिक जाडो बढाएको छ। अनि थर्ड भनेको चाहिँ यो म्यान पावर म्यानेज गर्ने, किनकि हामीले अब मल्टिपल ग्रुप्सहरूसँग डिल गरिरहेको छौँ। जस्तो कस्टम्स भयो, टेक्निसियन टिम भयो, ड्राइभर्सहरू भयो, लजिस्टिक टिम। सो सबैलाई म्यानेज गर्नुपर्ने छ। सो हामी बिहान 7 देखि बेलुका 7 बजीसम्म जस्तै हामी यहाँ हुन्छौँ, वर्क गरिरहेछौँ। सो हाम्रो यहाँ मेन कस्टम्समा एउटा टिम छ जसले चाहिँ गाडी क्लियर र चार्जिङको काम गरिरहेछ भने सेकेन्ड टिम हाम्रो जोमसममा छ अनि थर्ड टिम पोखरा। सो तीनटा हाम्रो इन हाउस टिमले ह्यान्डल गरिरहेछ। सो यो कन्डिसनमा पनि हामीले स्मुथली एभ्री डे हामीले अराउन्ड 100 एउटा जति गाडी हामीले क्लियर गरेर पोखरा तान्दैछौँ। नाम चाहिँ धर्मेन्द्र श्रेष्ठ, म BYD कै इन हाउस इलेक्ट्रिसियन। सुरुदेखि नै म यहाँ छु, सुरुको स्टेजदेखि नै। अनि गाडी चार्जिङको फर्स्टमा गाडी चार्जिङ गर्नुको लागि हामीले ल्याएको डिजीहरूले काम गरेन। यहाँको लाइनहरूले पनि, लोकल लाइनहरूले पनि काम नगरिसकेपछि नयाँ हाम्रो FI इन्जिन भएको डिजी ल्याएर अहिले हामीसँग 60 किलोवाटको एउटा अनि 30 किलोवाटको दुईवटा चार्जरले यहाँ चार्ज गरिरहेछौँ। फर्स्ट दसैँभन्दा अगाडि त चार नाइट त होल नाइटै एकछिन पनि नसुतिकन काम गऱ्यौँ। अनि डे नाइट गरेर हामीले गाडी चार्ज गरेर पठायौँ। अनि अहिले चाहिँ ठिकै छ, चार्जरहरू पनि थपिरहेछ। अहिले अलिक जाडो चाहिँ बढिरहेछ त्यस्तै। थाङबाट हिँडेका थियौँ, अहिले जोमसम्म आइपुगेका हौँ। बाटो चाहिँ एकदम अप्ठ्यारो भन्दा नि ठिकै छ, धेरै गाह्रो नै छैन। के अरे नयाँ ड्राइभरलाई चाहिँ अलिकति अप्ठ्यारै हो, अब पुरानो ड्राइभरहरूलाई चाहिँ ठिकै छ। त्यस्तो बाटो भनौँ न, त्यस्तो नराम्रो बाटो पनि होइन र राम्रोसँग हामीले यात्रा गरेर हामीले जोमसङसम्म ल्याएर राखेको छौँ। हामी 4-5 दिन भयो यहाँ आएको। ठिकै छ,
चिसो चाहिँ बढी छ माथि यहाँभन्दा चाहिँ यहाँ चाहिँ सयबिसे कमै छ। बाटो नि अलिक ठिकै छ भनौँ न, पिचहरू चाहिँ छैन, ग्रेभल बाटो हो। पनि अफरोडिङमा अलिकति डाउट थियो, बाटोमा केही हुन्छ कि कस्तो हुन्छ कि भन्ने थियो, तर त्यस्तो रहेन सर। बाटो अफरोडिङमा नै इभी बिवाइडी सक्सेस रहेछ, जो हिँड्न डुल्न लिएर हिँड्न सजिलो रहेछ, कहीँ अप्ठ्यारो नहुँदो रहेछ। मौसमको कुरा गर्नुहुन्छ भने माथि जाँदा हेर्ने चिसोले स्वर सुकेको छ। सो अहिले चाहिँ हामी यहाँ जोमसोम बेसमा चाहिँ हाम्रो की पर्सन भनौँ न सुमित थापा भनेर हुनुहुन्छ साइमेक्सपट्टि। सो हामी चाहिँ अहिले सुमितसँग उसको एक्सपिरियन्सहरू चाहिँ लिँदैछौँ, द ओभरअल एक्सपिरियन्स अफ वर्किङ एट दिस एल्टिट्युड, बिङ अ पार्ट अफ दिस मोस्ट डेयरिङ एडभेन्चर। म चाहिँ साइमेक्सको लोजिस्टिक हेर्छु। अहिले चाहिँ हामी यता जोमसोममा छौँ। हामीले अहिले लगभग 10-15 दिनदेखि एउटा गाडी माथि कोरोलाबाट गाडी लिएर आएको यता, अनि यहाँ यार्डमा राखेर यहाँबाट चाहिँ ड्राइभरहरू मिलाएर यहाँबाट तल पोखरासम्म पठाउने गर्छु। अनि पोखराबाट चाहिँ बाहिरबाट डिलरहरू आउनुहुन्छ, डिलरहरूले आफ्नो गाडी लिएर जानुहुन्छ। मेरो जोमसोममा चाहिँ गाडी तार्नेको एक्सपिरियन्स चाहिँ अलिकति गाह्रै रह्यो, रमाइलो पनि भयो, नयाँ चिज सिक्न पाइयो। अनि आफूलाई एउटा लेभलै माथि भएको फिल चाहिँ गर्छु अहिलेलाई पहिला भन्दा। गाडी भन्नुभएको एकदम रसमा पनि आयो होइन, कहिले गाडी पनि भएन, अब कहिले बाटोमा समस्या आयो, अब सबै मिलाउनु पर्यो होइन। अब गाडीहरू कहिले राति 2 बजे पनि 3 बजे पनि आएको छ, फेरि बिहान 4 बजे उठेर पनि गाडी निकाल्नु पर्ने हुन्छ, सुत्न अलिकति प्रब्लम। अब त्यही त हो। अनि खान भनेको त अब कहिलेकाहीँ बिर्सेको पनि हुन्छ। यहाँबाट बसमा ड्राइभर्सहरूलाई राखेर हामी माथि कोराला पठाउँछौँ, अनि कोरालामा उहाँहरूले भेहिकलहरू लिएर दे ब्रिङ द भेहिकल ब्याक टु जोमसोम होइन। अनि उहाँहरूको काम के भन्दा दे ड्रप द भेहिकल्स एट जोमसोम एन्ड देन अगेन दे सिट अन द बस, दे गो अप टु कोराला, देन अगेन द्याट साइकल कन्टिन्युज। अनि फेरि अर्को पार्टमा चाहिँ पोखराबाट सिमिलर अपरेसन इज बिङ रन। सो पोखरामा चाहिँ वी हेभ अनदर बस, अनि त्यो बसमा चाहिँ हाम्रो ड्राइभर्सहरू बसेर आउनुहुन्छ, अनि यहाँबाट भेहिकल्सहरू लिएर चाहिँ तल पोखरासम्म लगेर पोखराको यार्डमा चाहिँ ड्रप गरिदिनुहुन्छ, जहाँ चाहिँ हाम्रो पिडिआई हुन्छ। 8-9-10 दिन भइसक्यो आएको, अहिले हिजो राति आएको, राति यहीँ बास बसेको थियो, आज बिहान फेरि जाने, अनि फेरि अब राति फर्किने त्यताबाट बसबाट, अनि फेरि भोलि यताबाट गाडी लिएर जाने। रियाज मन्सुरी हो, म युबी ड्राइभरको फास्ट मान्छु। विवेक खड्गी, सो साइमेक्सको एडमिनिस्ट्रेसन र लजिस्टिक्स म्यानेजर। चाइना कोरोला नाकादेखि पोखरा हुँदै काठमाडौँ तथा अरू डिलर्सहरूलाई चाहिँ गाडीहरू डिस्ट्रिब्युट गरिरहेछौँ। सो म चाहिँ अहिले करेन्टली पोखरामा स्टेसन छु। पोखरामा यो चार्जिङ स्टेसनमा चाहिँ हामीहरू गाडी चार्ज गर्ने गरेछौँ। सो स्टार्टिङ विथ अब माथिकै अपरेसनको कुरा गरौँ। सो फर्स्टमा चाहिँ कस्टम क्लियरेन्सहरू गर्छौँ माथि कोरोला बोर्डरमा। कोरोलादेखि
काठमाडौँ अथवा डिलर्सहरूमा पठाउँदाखेरि चाहिँ सम अफ द मेजर च्यालेन्ज लजिस्टिकली फेस गरेको भनेको चाहिँ चार्जिङ स्टेसन्सहरूमा भयो। सो कोरोलामा चाहिँ के हुन्छ भने तपाईँको 3 फेज लाइनहरू खासै छैन। सो 3 फेज लाइन नहुँदाखेरि चाहिँ अब हामीलाई 500 भन्दा बढी गाडी चार्ज गर्नुपर्ने। सो सानो चार्जरले गर्न धेरै गाह्रो। सो ठुलै चार्जर सेटअप गर्नलाई चाहिँ हामी आफै नै गएर मोबाइल चार्जिङ स्टेसन्सहरू फिक्स गरेका छौँ। तर फिजिबल ठाउँ जति पनि छ त्यहाँबाट तल आइपुग्दाखेरि चाहिँ सबै चार्जिङ स्टेसन्सहरूमै गाडीहरू चार्ज गरेर लिएर आएको छौँ। सो पोखरासम्म गाडी लिएर आयो। पोखरामा चाहिँ हामी यो चार्जिङ स्टेसनमा अहिले चार्ज गरिरहेको छौँ। सो वान अफ द फास्टेस्ट चार्जिङ स्टेसन इन नेपाल अहिले। सो यहाँ चार्ज गरेर चाहिँ हामीले डिलर अनि तपाईँको आफ्नै सोरुमहरूमा चाहिँ डिस्प्याच गरिरहेको छौँ गाडीहरू। जुन भेहिकलहरू आएको छ त्यसको भेरिफिकेसन भइरहेको छ, त्यसपछि डिस्प्याचको डकुमेन्ट बन्दैछ। बिहानदेखि बेलुकासम्म यही काममा हामी बसिरहेका छौँ। बिहान गाडी आउँछ, दिउँसो गाडी आउँछ, डिस्प्याच गर्छौँ। 9 बजी लाग्यो, हामीले दिनको एउटा मात्र खायौँ अहिलेसम्म खाना, बिहानको ब्रेकफास्ट। त्यसपछि भोकै छौँ, खाना खान जान मन लागिसक्यो तर यहाँबाट सकेको छैन, केही गर्न नि भएको छैन, दिक्क लागिसक्यो। मलाई घर पठाइदियो यार। जमसुमबाट पोखराको लगभग बेनीसम्म एकदमै खराब छ। बेनीबाट अलि राम्रो छ तर के छ दाइ, हामीलाई सतर्क भएर गाडी यता लाउने काम गरिरहेछु। तर दाइ एकदमै राम्रो हुन्छ यहाँको, हामीलाई बस्न खाना पिना सबै एकदमै राम्रो दिनुहुन्छ। बसको पनि सुविस्ता छ, यहाँबाट हामीलाई त्यहाँसम्म पुर्याउने, हामी त्यहाँबाट गाडी लिएर आउने त्यहाँ। बधाई, धन्यवाद। अब यो हामी सबै दाइ ड्राइभरहरू गाडी लिएर आएको छौँ अप्पर मुस्ताङबाट। यो इभी गाडी हो, यसमा सुविधाहरू धेरै राम्रो छन् हैन। मेरो नाम शर्मा कुमार शाह हो, घर बारा जिल्ला हो। अब यहाँको मलाई मेरो 1 हप्ता हुन लाग्यो। अब राति गाडी ल्याउनुपर्छ, कहिलेकाहीँ खाना नि टाइममा पाउँदैन, कहिले पाउँछ। तर BYD-मा आएर मलाई यस्तो राम्रै फिल भइरहेछ, किनकि यहाँको हरेक कुराहरू मिलिरहेछ। यहाँको सबै कम्पनीको स्टाफहरू नि सहायता दिनु भइरहेछ। गाडी लिएर मुस्ताङदेखि पोखरा आएको, बाटो अलिअलि अप्ठ्यारै छ तर गाडीले मजाले साथ दिइरहेछ, चलाउन मजा आइरहेछ। बाटो त अलिअलि भयो भने त गाडी हेभी छ, टेन्सन छैन, त्यही हो। नमस्ते, मेरो नाम धर्मवीर मण्डल, मेरो घर चाहिँ वीरगञ्ज। म यहाँ BYD कम्पनीबाट 10-12 दिन दसैँभन्दा अघिदेखि गाडी ढुवानी गर्दै आउँदैछु। हाम्रो जसरी 50 जनाको टोली छ, म टिम लिडर भयो। अनि हाम्रो केटाहरू दिनराति मेहनत गरेर कम्पनीको डिमान्ड सबै पुरा गरेर छ आजसम्म। BYD को जमसमबाट पोखरा, लमनथाङबाट जमसम, यहाँबाट काठमाडौँ, चितवन, अल नेपाल हाम्रो केटाले डेलिभरी दिन्छ। गाह्रो छ, बिहान बेलुका सबै गाह्रै छ, त्यति निन्द्रा पुग्दैन। तैपनि हामी कम्पनीलाई डिमान्ड पुरा गरेर दिइरहेको छु आजसम्म। अघि न आधा घन्टा बोल्यो होला मसँग दाइ। सो अहिलेसम्म चाहिँ हामीले अराउन्ड 600 भन्दा बढी भेहिकलहरू, म यहाँ हुँदासम्म 600 भन्दा बढी भेहिकलहरू डिस्प्याच गरिसकेका छौँ। सो अराउन्ड 3 डेजमा हामी फर्दर 300-400 वटा अझै पठाउँछौँ होला। सो हाम्रो प्लान चाहिँ अराउन्ड 1000 माथि नै पुर्याउने प्लान छ। एउटा फ्रेमवर्क जुन हुन्छ नि, प्रोसेस स्ट्रिमलाइन गरिसकेका छौँ कि। सो आजको दिनमा र फर्दर पनि कुनै टाइममा हामीलाई बढी गाडी ल्याउनु पऱ्यो, अझ योभन्दा धेरै नै पुस गर्नु पऱ्यो भने पनि हामीहरू त्यही फ्रेमवर्कमा काम गर्न सक्छौँ। सो द्याट यो च्यालेन्ज पार गर्दाखेरि चाहिँ सबै अरू योभन्दा इभन बिगन च्यालेन्जेसहरू चाहिँ आनन्दले सजिलैसँग गर्न सक्छौँ जस्तो लाग्छ। राइट नाउ 9:30 गयो। सो वी आर प्याकिङ अप राइट नाउ। मेरो डिलरले मलाई प्रेसर दियो, एडिसनल एउटा गाडी थपिदिनु भनेर। म सक्दैन भनेको, मलाई दिक्क बनाइसक्यो। यता कम्पनीले पेल्छ, उता डिलरले पेल्छ। म फेरि पनि मेरो वाक्य दोहोऱ्याउन चाहन्छु, आई वान्ट टु गो।
नमस्ते, मेरो नाम साहिल श्रेष्ठ, यो साइमेक्स इङ्क प्राली BYD को नेपालको लागि अथोराइज डिस्ट्रिब्युटरको प्रमुख कार्यकारी अधिकृत। अहिले म यो हाम्रो PDI सेन्टर प्री डेलिभरी इन्स्पेक्सन गौरीघाट काठमाडौँमा छु। नेपालमा यस्तो PDI सेन्टर दुईवटा छन्, एउटा यहाँ भयो, अर्को चितवनमा पनि छ हाम्रो चाहिँ। यो भिडियो अगाडि तपाईँले देखेअनुसार हामीले यो लिज चाइनाको लिज भयो, यता हाम्रो नेपाल साइड चाहिँ कोरोला नाकाबाट हामीले गाडीहरू ल्यायौँ। And like explained in this video, the tactical unit placed at Lomantan, Jomsum, Pokhara, त्यसबाट dispatchहरू भयो। In total we bought 1320 vehicles, 13 से 20 वटा गाडी हामीले यो कोरोला नाका हुँदै ल्यायौँ। एक पोइन्टमा हाम्रो अष्टमीको दिन होला हैन फुलपातीको दिनमा 500 वटा गाडीहरू त्यो बेल्टमा मुभ भइरहेको थियो। 500 वटा ड्राइभर, 500 वटा गाडी मुभ भएको थियो। And I'm really thankful to entire team members from driver dai, from logistic team, from admin team, sales team जसले गाडी अलि ढिलो आएको गर्दाखेरि तपाईको इभन फुलपाती देखि हाम्रो फुलपाती अष्टमी नवमी दशमीसम्म पनि हाम्रो गाडीहरू डेलिभरहरू भइराख्यो यसमा। And this PDI center you can see here, it follows a rigorous BYD को एउटा प्रोटोकल हुन्छ PDI गर्नको लागि। यतिसम्म कि यदि फर्स्ट PDI गरेर गाडी बस्यो भने सेकेन्ड PDI will be done in next 15 days त्यस्तो गरेको हुन्छ। And this PDI center is actually open to a public. You can take an appointment. तपाईको गाडी डेलिभर हुन लाग्छ, म PDI सेन्टर आएर मेरो गाडी हेर्छु भने पनि yes, we are really fine with that. It has been operational for 6 months and there are many things that we are trying to add more to make it full-fledged as well in coming days as well. And lastly, तपाईले जुन एउटा भिडियो सुरुमा देख्नु भएको थियो, हामीले गाडी ल्याउँदाखेरि यो लोमन्थान हाम्रो बोर्डर साइडमा टेम्परेचर वाज रिचिङ अराउन्ड -5, -7, -10 सम्म गएको थियो कुनै टाइम। त्यति बेला हामीले डिजल जेनेरेटर युज गरेर गाडी चार्ज गरेको थियो र त्यसले जति कार्बन इमिसन गर्यो त्यो कार्बन फुटप्रिन्ट त्यसलाई न्युट्रल गराउन चाहिँ हाम्रो यो CBCF साइमेक्स BYD च्यारिटी फाउन्डेसनले वी विल डू सम काइन्ड अफ एक्टिभिटिज फर द्याट। दिस वाज द एन्थम of our whole this operation Corolla. You can Google it. गाडी चल्यो कोरोलाको नाकामा, गाडी चल्यो कोरोलाको नाकामा, गीत गायो मुस्ताङ्गेको